आज बिहान बिहानै मलाई दशा लागेको रहेछ के साथीहरू। यो भन्दा पहिला 2-3 चोटि चाहिँ मेरो स्ट्यान्ड भाँचियो भनेर भिडियो पोस्ट गरेकी थिएँ। आज चाहिँ मैले अब मेरो आइफोन फुट्यो भनेर पोस्ट गर्नुपर्ने दिन पनि आयो। मैले कसरी अनि के काम गर्दाखेरि चाहिँ मेरो आइफोन फुट्न पुग्यो त आउनु साथीहरू, म काम गर्छु अनि त्यो सँगसँगै भन्छु है। भिडियोको सुरुवात चाहिँ यो मोटरको पाइप सिमोट्नबाट गरे। यो पाइप चाहिँ मम्मीले बिहान गोबर घोलेर चाहिँ यत्तिकै छोड्नु भएको थियो, त्यही भएर चाहिँ मैले सिमोटेर राखेँ। अनि त्यस पछाडि चाहिँ मेरो घरको हालत हेर्नु न साथीहरू, लत्था लिङ्गै छ के। घाँस राख्ने ठाउँ गाडीमा नभएर सबै हामीहरूले चाहिँ यसरी घरमा नै राख्छौँ, त्यही भएर जता हेर्यो त्यतै घाँसै घाँस मात्र हुन्छ के। अनि मैले यो घरमा झाडु लगाएको भिडियो हाले भने पछाडि चाहिँ कति धेरै साथीहरूले चाहिँ कस्तो फोहोर घर, कति धेरै दिनपछि झाडु लगाएको होला भनेर कमेन्ट छोडिदिनु भएको हुन्छ के। तर उहाँहरूलाई वास्तविकता थाहा छैन नि त, घाँसै घाँस हुन्छ के। झाडु लगायो भने पछाडि चाहिँ त्यस्तो अरू फोहोर केही पनि निस्किन्न, खालि घाँसै घाँस मात्र हुन्छ। अनि अब नबुझ्ने साथीहरूले चाहिँ कति फोहोर घर भन्नुहुन्छ के, तर खासमा त्यो फोहोर होइन नि त। अब बच्चा पनि छ घरमा, त्यही माथि बाख्राका पाठापाठी छन्। जति सफा गरे पनि, जति राम्रोसँग यो घाँसलाई मिलाएर राखे पनि बच्चाले पनि त्यही माथि बाख्राका पाठाहरू आएर यताउता बनाइदिन्छन्। त्यही भएर चाहिँ मैले झाडु लगाएको भिडियोमा यसरी घाँसै घाँसहरू मात्र देखिएको हुन्छ। अनि थाहा नपाउने साथीहरूले चाहिँ कति फोहोर भन्नुहुन्छ। अनि घरमा झाडु लगाइसके पछाडि बाख्रालाई हाल्नको लागि म चाहिँ यो केलाको पात काट्न गएँ। अनि केलाका पातहरू यति माथि माथि थिए नि, मेरो हातले त पुग्ने सम्भावना नै थिएन, त्यही भएर चाहिँ मैले लट्ठीमा बाँधेर काटिराखी थिएँ। अगाडिसम्म चाहिँ ठिकै थियो, यति धेरै काट्दासम्म केही पनि भएको थिएन। अनि अलिकति अझै काट्छु भनेर मोबाइल अर्को ठाउँमा लगेर राख्दै थिएँ कि आफू राखेर त्यहाँनिर अलि अगाडि सरेको त आसी बाँधेको लट्ठी चाहिँ यति लामो छ भन्ने कुरा याद नै भएन कि। म आफ्नै तालमा हिँडिरहेको थिएँ, त्यो लट्ठीले चाहिँ स्ट्यान्ड र मोबाइल दुमै खस्यो। मोबाइल र स्ट्यान्ड दुमै खसेको ठाउँमा चाहिँ तल ढुङ्गाहरू थियो क्या, त्यही भएर मैले चाहिँ अब स्ट्यान्ड र मोबाइल दुमै फुट्यो सोचेकी थिएँ। तर स्ट्यान्डलाई चाहिँ केही पनि भएको थिएन। बिचरा मेरो आइफोन त गयो साथीहरू। त्यस्तो गयो भन्नाले त्यति धेरै गएको पनि होइन, तर पछाडिको ब्याक क्यामेराको जुन फ्ल्यास लाइट हुन्छ नि त्यो चाहिँ फुट्यो। अनि अगाडि पनि ग्लासहरू फुट्यो। अब के गर्नु साथीहरू, जति राम्रोसँग जोगाउन खोज्दा पनि अब फुटिहाल्यो। अनि मोबाइलको फ्ल्यास लाइट र ग्लास फुटिसके पछाडि मलाई त कस्तो केलाको पात काट्न नै मन लागेन क्या, त्यही भएर जति काटेकी थिएँ त्यति मात्र ल्याएर बाख्रालाई लगाइदिए। अनि साथीहरू आजको लागि चाहिँ यति नै। मोबाइल चाहिँ फुटिहाल्यो, अब पैसा पनि चुना लाग्ने भयो।